देवताहरू मानिसहरूको बीचमा हिँडिरहेका बेला गरुड शक्तिशाली चील विनताका छोरा र भगवान विष्णुको पर्वतले हावाको गति र सूर्यको तेज बोकेका पखेटाहरूले आकाशमा शासन गर्थे। उग्र गर्व र वफादारीमा अटल उनले अतुलनीय शक्तिका साथ दिव्यताको खजाना र प्रतीकहरूको रक्षा गरे। धेरै तल बिहानको सासले छोएको जङ्गलमा भगवान रामका शाश्वत भक्त वायु देवताका पुत्र हनुमानको ध्यान गरे। उनको शक्तिले पहाडहरू हल्लाउन सक्थ्यो, तर उनको हृदय नम्र रह्यो, सधैँ आफ्नो प्रभुको नाम जप्दै। एक दिन विष्णुको एउटा पवित्र रत्न स्वर्गबाट गायब भयो, एउटा रत्न जुन दिव्य ऊर्जाले चम्किरहेको थियो। देवताहरूले छलको गनगन गरे र शङ्का मानिसहरूको राज्यमा पर्यो। आफ्नो प्रभुलाई सम्मान पुनर्स्थापित गर्न दृढ सङ्कल्पित गरुड त्यो रत्नको खोजीमा पृथ्वीमा अवतरण गरे। उनका तिखा आँखाहरूले चाँडै नै यसको झलक पाए हनुमानको हातमा, जो नदीको किनारमा ध्यानमा शान्तपूर्वक बसेका थिए। मेरो प्रभुको के हो चोर्ने हिम्मत कसले गर्छ? गरुडले गर्जिए, उनका पखेटा आकाशभरि फैलिए। हनुमानले आँखा खोलेर बिस्तारै मुस्कुराउँदै भने, कसैले प्रभुबाट चोर्दैन शक्तिशाली चरा, उनले जवाफ दिए। सबै उहाँको हो र कसैले यसलाई दाबी गर्न सक्दैन। गरुडको आँखा दिव्य आगोले जल्यो। त्यसो भए यो तिम्रो हातमा किन छ, हावाको छोरा? उनले माग गरे। हनुमानले रत्नलाई हेरे, जुन उनलाई बिना कुनै अनुरोध देखा परेको थियो, एउटा उपहार जुन उनले खोजेका थिएनन्। बादलहरू जम्मा भए, मेघ गर्जन भयो र गरुड माथिबाट झम्टिएर आउँदा आकाश काप्यो। हनुमान उनलाई भेट्न आकाशतिर उफ्रिए। हावा आफै विभाजित भयो जब तिनीहरूको शक्तिहरू ठोक्किए। हावाको शक्तिको विरुद्धमा आगोका पखेटाहरू। प्रत्येक प्रहारले पहाडहरूमा धक्काको छालहरू पठायो। नदीहरू तिनीहरूको भक्तिको भारले तरङ्गित भए। यसलाई फिर्ता गर, गरुडले कराए, वा विष्णुको पर्वतको क्रोधको सामना गर। हनुमानले मुस्कुराउँदै जवाफ दिए, त्यसो भए रामको भक्तको शक्तिको सामना गर। तिनीहरूको युद्धले आकाशलाई उज्यालो बनायो, विश्वासको आदि न त घृणा न लोभबाट जन्मिएको, तर आफ्ना प्रभुहरूप्रति शुद्ध अटल भक्तिको। त्यसपछि आदिबेहरीको मुटुबाट आकाशमा एक दिव्य आवाज गुन्जियो, शान्त, तेजस्वी र अनन्त। मेरा बच्चाहरू, विष्णुले भने, तिमीहरू मेरो नाममा किन लड्छौ? बादलहरू अलग भए र उनको रूप सूर्यभन्दा उज्यालो देखा पर्यो। गरुड र हनुमान दुवै जमे, तिनीहरूका हतियारहरू तल झरे। उहाँको प्रकाशको अगाडि तिनीहरूको घमण्ड पग्लियो। विष्णुले उनीहरूलाई करुणाले हेरे। यो रत्न चोरी थिएन, यो एक परीक्षा थियो। संसारलाई सम्झाउनको लागि कि भक्तिले धेरै रूपहरू धारण गर्दछ। गरुड, तपाईँ शक्तिले मेरो सेवा गर्नुहुन्छ। हनुमान, तपाईँ प्रेमले मेरो सेवा गर्नुहुन्छ। तर दुवै बाटो एउटै सत्यमा डोयाइन्छ, अनुभूतिले अभिभूत, दुवैले गहिरो निहुरिए। मेरो अहङ्कारलाई क्षमा गर्नुहोस् प्रभु, गरुडले भने। मेरो अभिमानलाई क्षमा गर्नुहोस् गुरु, हनुमानले भने। विष्णु मुस्कुराए। उठ्नुहोस् मेरा भक्तहरू, सँगै तपाईँ स्वर्गको रक्षा गर्नुहुनेछ, किनकि शक्ति र प्रेम कहिल्यै अलग हुँदैन। दिव्य प्रकाश मधुरो हुँदै जाँदा आकाश सफा भयो। गरुड र हनुमान क्षितिजमा सँगसँगै उडे, पखेटा र हावा उद्देश्यमा एकताबद्ध। सूर्य फेरि एक पटक उदायो, संसारलाई सुनौलो शान्तिले नुहाउँदै। र यसरी शत्रुहरूको होइन, तर विश्वासमा दाजुभाइहरूको झगडाको अन्त्य भयो। किनकि जब शक्ति भक्तिसँग मिल्छ, देवताहरू पनि आदिबेहरीमाथि मुस्कुराउँछन्।